सबै एक भएर जुट्नको लागि हरेक कुराहरू चाहिँ सेयर गर्नको लागि एउटा WhatsApp ग्रुप बनाउँदैछौँ। त्यो ग्रुपमा जोडिनु होला, हरेक सूचना त्यसबाट आउँछ है। अब फेरि एउटा सानो जानकारी गराउँछु। 16 गते यहाँ चाहिँ जुन डोजर चल्ने भनेर सूचना आइरहँदाखेरि हामीलाई सरकारले, केन्द्र सरकारले हामीलाई यस क्षेत्रको प्रतिनिधि सस्मित पोखरेलजीले हामीलाई पेन्डुलम बनाउनु भएको छ। कसरी भनेदेखि हामीले भोलि डोजर चल्दैछ, बस्ती विदेशमा हामीलाई समय दिनुहोस्, हामीले समय मागेछौँ, हामीलाई समय दिनुहोस्। हामी राज्यले गर्न खोजेको काममा समर्थन गर्छौँ, तर पनि हामीलाई समय चाहिँ दिनुहोस्। हामीले जुन समय, त्यो समयभित्रमा हामीले आफ्नो व्यवस्थापन गर्न सक्छौँ। त्यसको लागि हामी सिंहदरबार गएका थियौँ। सिंहदरबार जाँदाखेरि उहाँले कहिले कसलाई फोन गर्ने, कहिले कसलाई फोन गर्ने गरेर हामीलाई त्यहीँ अल्झाएर राख्नुभयो। ठोस उहाँले निर्णय दिन सक्नुभयो। यहाँ बस्तीका 4-5 जना प्रतिनिधि सदस्यको उसले, म अध्यक्षज्यू, वडा अध्यक्षज्यू, हामी गएका थियौँ। हामी ठोस निष्कर्ष हामीलाई दिउँसो 1 बजीसम्म नआइसकेपछि हामीले 4-5 बजीबाट हामीले बाध्य भएर रुँदै कराउँदै सडकमा आउनु परेको छ। यो अवस्था सरकारले गरेको छ। त्यसकारणले सरकारको विरुद्धमा हामी सधैँभरि हाम्रो अधिकारको लागि लड्नेछौँ भन्दै आजको यो मैले यो दिनैपर्छ, यो भन्नैपर्छ। हामी चाहिँ हाम्रो अव्यवस्थित बस्तीहरूको 3टा सहकारी थियो, ज्ञानज्योति साकोस, अनि प्रगति साकोस, नवदीप ज्योति साकोस। अहिले मैले हाम्रो क्षेत्र अधिकारको सहकारी भनेको प्रगति सहकारी हो। प्रगति सहकारीमा हाम्रो टोटल 17 करोडको पुँजी हो। 17 करोडको पुँजीमा यहाँ त्यो सहकारीले सबै अव्यवस्थित बस्तीहरूलाई मात्रै समेटेको छ। हाम्रो 17 करोडको पुँजीमा 2-3 करोड भनेपछि 14 करोड हाम्रो ऋण लगानीमा रहेको छ। हाम्रा 2टा बस्तीहरू भत्काइसकेका छन्। बालाजु र कुमारी स्थान वडा नम्बर 16 अन्तर्गत पर्ने 2वटा बस्तीहरू डोजरले सम्म बनाइदिएको छ। त्यहाँ हाम्रो लगभग हामी 1100 सदस्य रहेकोमा 200-300 घरधुरीको सदस्यहरू त्यहीँ थिए। भनेपछि हाम्रो ऋण लगानी लगेको हाम्रो सहकारीहरूको जिम्मा अब हाम्रो तिर्न सक्ने अवस्था छैन। त्यहीँबाट ऋण लिएर मान्छेहरूले साना पसल उद्यमीहरू के अरे व्यवसाय गर्ने के गर्ने गरिरहेको छ। आज त्यही सहकारीको सदस्यहरूलाई विस्थापित गरिरहँदा त्यो सहकारीमा भएको आर्थिक जिम्मा कसले लिने? कसले लिने? त्यो बाहेक यही महाराजगञ्ज स्थितमा यहाँनिर नजिकै ज्योति महिला संसार उत्पादन सहकारी संस्था लिमिटेड छ। त्यो संस्था कम्तीमा 3 करोडको ब्यालेन्स सिटको सहकारी हो। ती संस्थाका सदस्यहरू जम्मै यही टोलको मान्छेहरू। हाम्रो त्यहाँको पैसा जम्मै यहाँको सदस्यहरूमा लगानी भएको छ। आज त्यो सदस्यहरू कहाँ पुगिरहँदा सहकारीको नियम ऐन कानुन राज्यले नयाँ निकालिरहेको छ, त्यतापट्टि नजाउँ। ती नीति नियमले गर्दा भोलि सहकारीलाई यो उठीबाजको कारणले अर्थसँग जोडेर हेर्दा सहकारी नहोस् होला अथवा पैसा नउठ्ला होइन। यसको जिम्मेवार को हुने? सरकार। म प्रगति साकोसको पनि सचिव हो। म त्यो व्यवस्था